आज शनिबारको दिन भक्तपुरको दत्तात्रेय मन्दिर प्राङ्गणमा हामी उपस्थित भइसकेका छौँ। एकदम रमणीय ठाउँ छ। यस्तो रमणीय ठाउँ, यस्तो भगवानको ठाउँमा आज यहाँ सरसफाइ भइरहेको पनि देखिरहेका छौँ। कसरी सरसफाइ भइरहेको छ अब एकचोटि यसो हेरौँ हामी पनि। यहाँ ब्यानरमा दत्तात्रेय मन्दिर परिसरको दियो सरसफाइ कार्यक्रम मिति 2079 आषाढ 32 गते। यो आयोजकको रूपमा ज्येष्ठ नागरिक जिल्ला सङ्घ श्री विनायक नपा घलाते भक्तपुर नारी सेवा बचत तथा ऋण सहकारी संस्था रहेको छ। हेर्नुहोस् त यहाँ सरसफाइ भइसकेको यो दलुचा हामी देखिरहेका छौँ। एकदम मेहनतका साथ यहाँ सरसफाइ भइरहेको छ। कहिलेदेखि सफा गर्नुभयो? हजुर, कहिलेदेखि सफा गर्नुभयो? 7 बजेदेखि। ए आज बिहान? आज बिहानको कार्यक्रम हो। आज चाहिँ हाम्रो संस्थाले आयोजना गरेको 3 वर्ष अगाडि पनि यही टाइममा हामीले सफा गरेका थियौँ। हजुर हजुर। अनि 3 वर्षपछि अहिले यो योजनै बनाएर योजनै होइन, हाम्रो कार्यक्रम नै ब्यानरै सहित छ नि त। ब्यानरै सहित छ। एकदम मेहनत गरेर सरसफाइ हुँदैछ। एकदमै राम्रो। घाममा गर्नुभएको छ, पसिना त आइहाल्छ नि। मेहनतको पसिना राम्रो हो। यसरी यो तेलको भागमा यसरी आगो बालेर गर्दाखेरि चाहिँ सजिलो हुन्छ निकाल्नलाई। हेर्नुहोस् त हाम्रो सरको पसिना कति तप्किरहेको छ। पसिनै पसिना। यो भने सरसफाइ नभएको भयो। यसो हल्का टचिङ भइरहेछ यहाँ। एकदम एकदम यो त अब धर्मै हो नि। यो पनि हामी कति पदाधिकारी हामी हुनु न, हामी कतिजना छौँ। आज नमस्ते। नमस्ते। हजुरको परिचय? मेरो गाउँ कैलाश भक्तपुर हो। म ज्येष्ठ नागरिक जिल्ला सङ्घ भक्तपुरको उपाध्यक्ष र मैले एउटा सहकारी पनि खोलेको छु, नेपाल ज्येष्ठ नागरिक सेवा सहकारी संस्था भन्ने। अब त्यसले चाहिँ 2टा काम गर्छ। एउटा 1 रुपियाँ गरिबको लागि मेरो सहयोग सधैँको लागि, 1 रुपियाँ पुण्यको लागि मेरो सहयोग सधैँको लागि। पुण्यको लागि भन्ने कार्यक्रमले यो मन्दिरको दियो सफा गर्ने मात्र गर्छ, अरू काम गर्दैन। त्यस यो जिल्ला सहकारी जिल्ला ज्येष्ठ नागरिक सङ्घलाई पनि हामीले कुरा गरेका छौँ। ज्येष्ठ नागरिक जिल्ला सङ्घले पनि प्रत्येक वर्ष यो दत्तात्रेयमा श्रावण महिनाको सोमबार मेला राख्ने भएको हुनाले यो मेलाभन्दा अगाडि पनि असार मसान्ततिर ज्येष्ठ नागरिक जिल्ला सङ्घले त्यो दियोहरू सफा गर्ने
दियोहरू सफा गर्दाखेरि पैसाको ज्येष्ठ नागरिक जिल्ला सङ्घले खर्च दिएको छ। तर अरू कुरा चाहिँ नि स्थानीय लोकल काम गर्ने सहकारीको संस्थाहरू र अनि अन्य सामानहरू चाहिँ नि यो 1 रुपियाँ पुण्यको लागि भन्ने सामानबाट सामान लिएर यो गर्ने कार्यक्रम हामीले यसपालिदेखि निरन्तरता दिने भनेर सुरु गरेको। अब जुन आज पनि यहाँ सरसफाइ भइरहेको छ, अनि यो चाहिँ हाम्रो संस्था बाहेक केही अरू संस्थाहरू पनि यो चाहिँ नि खास गरिकन जिल्ला ज्येष्ठ नारी जिल्ला सङ्घ भक्तपुरबाट आयोजना गरेको। यसको लागि नारी सेवा बचत तथा ऋण सहकारी संस्थाले म्यान पावरहरू सबै सहयोग उहाँले गरेको छ र अन्य अलिअलि कुराहरू मात्र हामीले गरेको हो। अब योलाई चाहिँ नै आज हेरेपछि हामीले के सोच्यौँ भने अब यो प्रत्येक वर्ष नै गर्ने जताततैको मेलाको लागि भन्ने हामीले सोचेको छौँ। प्रत्येक वर्ष नै त्यो श्रावणको त्यो सोमबार अगाडि नै हामीले काम गर्ने हामीले सोचेको। यदि अब कुनै ठाउँमा पनि यस्तै अब तपाईँहरूलाई अब यस्तो फोहोर भइरहेको छ, अब हाम्रो ठाउँमा पनि गर्नु पर्यो भन्ने त्यस्तो केही बोलाउन आयो भने तपाईँहरू जानुहुन्छ कि के छ त्यसमा? त्यो सबै ठाउँमा हामीले अहिले त्यो जाने कुरा गरेको छैनौँ। तर चाहिँ हामीले सपोर्ट गर्ने कुराहरू गरिरहेका छौँ। सपोर्ट त्यहाँ काम गर्नलाई ती मान्छेहरू गर्दा त्यो जस्तै अहिले ग्यास किन्नु पऱ्यो, जस्तै चाहिँ पन्जा किन्नु पऱ्यो, जस्तै चाहिँ अब सफाइ गर्ने सामान किन्नु पऱ्यो, यो खुर्कने यो सामानहरू चाहियो त्यो सबै हामी व्यवस्था गरिरहेको छौँ। त्यो हामी उपलब्ध गराउन सक्छौँ। अहिले नै यहाँ चक्की किन्नु पऱ्यो भने अब काम गर्ने मान्छेलाई खानेपानी दिनु पऱ्यो, काम गर्ने मान्छेलाई पन्जा दिनु पऱ्यो, यो धेरै कुराहरू छ। यो कुरा चाहिँ बजेट हामी मान्छे अब यस्तो काम गर्न पाउँदा कस्तो लागिरहेको छ? हामीलाई त खुसी नै लागेको छ नि। जस्तो नागरिकहरूलाई यस्तो धार्मिक क्षेत्रमा काम गर्न पाउँदा त धेरै खुसी हुन्छ, आनन्द हुन्छ। के मान्छेलाई आनन्द चाहिने हो, यो काम गर्दाखेरि यहाँ बस्दाखेरि केही समय भए पनि मान्छेलाई आनन्द हुन्छ। त्यसलाई चाहिने त्यो स्वास्थ्यलाई पनि फाइदा हुन्छ। हस्, धन्यवाद। धन्यवाद छ तपाईँलाई। राम्रो। हजुर नमस्ते। नमस्ते, हजुरको परिचय? सहना पसकल नारी सेवा साकोसको अध्यक्ष। हजुर, आज सरसफाइ गरिराख्नु भएको छ, कस्तो लागिरहेछ? खुसी लागेको छ। यो प्रत्येक वर्ष गर्नुभएको छ कि के छ? हामी संस्था स्थापना दिवसमा कहिले मठ मन्दिर सरसफाइ, कहिले ब्लड डोनेसन कार्यक्रम, कहिले हाम्रो महिलाहरूको पाठ्यघर सम्बन्धी स्तन क्यान्सर, यो हामी प्रत्येक वर्षमा गर्छौँ। यो चाहिँ पहिलो पटक? यो दोस्रो पटक। दोस्रो पटक। कस्तो भइरहेछ? खुसी लाग्छ। सहकारी संस्था एउटा सेवामुखी भएको हुनाले हामी यस्तो चाहिँ नि आध्यात्मिकतिर पनि लाग्नुपर्छ जस्तो लाग्छ। जुन यो आज गरिराख्नु भएको छ, कतिजना आउनुभएको छ? हामी लगभग 20 लेडिज मात्र नै 18 जना छ। हाम्रो ज्येष्ठ नागरिक जिल्ला सहकारी सङ्घ र नारी सेवा साकोसको आयोजनामा गरेको कार्यक्रम लगभग हामी 25-30 जना छौँ। अब कोही त्यो यस्तो अरू ठाउँमा पनि गर्न चाहेको खण्डमा उहाँहरूलाई चाहिँ कस्तो सहयोग हुन्छ हाम्रो तर्फबाट? हजुर, यो सहकारी संस्थाको तर्फबाट र ज्येष्ठ नागरिकले जुन आयोजना आज गरे नि, यो धेरै राम्रो पछिको कुरा हो। म त भन्छु यो अभियानमा सरसफाइ कार्यक्रम हुनैपर्छ। जुन स्थानीय सरकार नगरपालिकाले अलरेडी पनि सफा गरिराख्नु भएको छ, त्योसँगै संस्थाका साथीहरू, आफ्नो घर परिवारका वरपरका साथीहरूले पनि सरसफाइमा ध्यान दिनुपर्छ। हामी अरूलाई भन्ने होइन, सुरुवात आफूदेखि पनि गर्नुपर्छ। म त भन्छु अरू सहकारीका साथीहरूलाई पनि यो अभियानमा लाग्नुपर्छ जस्तो लाग्छ भन्ने कुरा मेसेज पनि दिन चाहन्छु। हस्, धन्यवाद। थ्याङ्क यू।